अचेल कतिपय आवाजहरू सुनिरहेको छु, राजा आओ देश बचाओ भनेर भनिरहेको देख्छु। मलाई हाँसो लाग्छ कि त्यो पनि अझ 17-18 वर्षको जेन्जी समूहका युवाहरूले चाहिँ त्यो भनेको सुन्नेछु। जान्नु न सुन्नु त्यसको राजाहरूको इतिहास के हो, राजाहरूले के गर्थे, कस्तो गर्थे, राजाको शासनकालमा कस्तो भएको थियो भन्ने कुरा नथाहा पाएर त्यो इतिहास नजानिकन अहिले पढे लेखेका ती युवाहरू भाइ बहिनी नाना छोरा नातिहरूले त्यो भन्दाखेरि दुःख लाग्छ कि है। अब त्यो हिजो राजाको जुठो फुरो खाएकाहरू त त्यो आफैले खाइपाएका चिज घुमिएपछि रन्थनिएर बौलाएर तिनीहरूले भन्नु स्वाभाविक हो। तर ती 17-18 वर्षका जेन्जी समूहका युवाहरूले त्यो भन्दाखेरि निकै दुःखको कुरा हो। त्यो हाम्रो देश कतातर्फ गइरहेको छ। पढाइ लेखाइ गरेका मान्छेहरूले इतिहास नबुझेर किन बोल्छन् भन्ने लाग्छ। निकै दुःखद कुरा हो त्यो है। राजाको पालामा कुनै पनि हालतमा यो देशमा ठिक थिएन। यहाँको देशको चाहिने हरेक कुराहरू हैन डेभलप भएकै थिएन है। अनि जनताको जीवन स्तर यति दयनीय थियो कि त्यसको चाहिँ अहिलेको भाइ बहिनीहरूले परिकल्पना गर्न सक्दैनन् है। अहिले त पहिलेको भन्दा कयौं गुणा चाहिँ विकास भएको छ, कयौं गुणा हैन। जीवन स्तरको कुरा गर्ने हो भने त अहिले कयौं ती युवाहरूले अहिले त कम्तीमा पनि ब्याचलर गर्ने मान्छे बनेका छन्। त्यो बेलामा त ब्याचलर भन्ने कुन चराको नाम थाहै छैन हैन। पढाइको त्यो शिक्षाको त कुनै थिएन हैन हाम्रो गाउँमा। अब मावि त त्यस छैन थियो हैन। निमावि र प्राविहरू थिए है। अनि त्यहाँ चाहिँ काम चलाऊ त्यो उनीहरूको चाहिँ त्यो निमावि र प्राविको कोटामा जति कोटा पर्छ त्यति पनि शिक्षक थिएनन् र जति उपलब्ध शिक्षक थिए तिनी एउटा उखान थियो पहिले, राजाको काम कहिले जाला घाम, त्यस्तै अवस्था थियो। स्वास्थ्यको कुरा गर्नुहुन्छ भने स्वास्थ्यको कुरा हाम्रो एउटा गाविसमा एउटा स्वास्थ्य चौकी थियो है। स्वास्थ्य चौकी त्यहाँ एउटा ग्रामीण स्वास्थ्य कार्यकर्ता भन्ने बस्थ्यो। डाक्टर साहबको त कुरै छैन हैन। डाक्टर त कहाँबाट हुन्थ्यो। अनि त्यो नभएको बेलामा पिउनले त काम चलाउँथ्यो। अनि त्यो स्वास्थ्य चौकीमा के हुन्थ्यो, एमजिएड, अनि त्यसपछि चाहिँ त्यो 2-4वटा जीवनजलहरू, अनि त्यसपछि उहरू के अरे सिटामलहरू। त्यो पनि जनताको पहुँचमा कहाँ पुग्थ्यो र हैन। टाढा भएका मान्छेहरूको त्यो जहाँ चाहिँ स्वास्थ्य चौकी थियो त्यही बाहेक अन्यको मान्छेहरूले खानै पाथेनन् है। त्यस्तो अवस्था थियो। अब बिजुली त कुरै छैन। अहिले त सबै ठाउँमा बिजुली पुगेको छ। नपुगेको पनि सानो जलविद्युतहरू आयोजनाहरू भएका छन् र अहिले सबै चाहिँ उज्यालोमा छन्। त्यो पनि नभएका मान्छेहरू अहिले चाहिँ सोलर हरेक कुरा गएको छ है। त्यो बेलामा त के हुन्थ्यो, अब बिचारा मट्टीतेल किन्न सक्नेले मट्टीतेलको त्यो बत्ती बनाएर बाल्थ्यो, नत्र भने अब अलि पुग्नेले त्यो सल्लाको ऊ चाहिँ बाल्थ्यो, नत्र भने ऊ बाँसको बाँस र त्यो उसको के अरे निङ्गालाको त्यही नै चाहिँ नि काटेर ल्याएर त्यहीलाई चाहिँ भाङ बनाएर उज्यालो बनाउने काम हुन्थ्यो। त्यस्तो अवस्था थियो बत्तीको कुरा गर्ने है। अनि 12 महिना काम गर्यो खेती किसान गर्यो 9 महिना मात्र पुग्थ्यो, 3 महिना पुग्दैन थियो। त्यसपछि हाम्रा बाबुहरू इन्डियामा कमाउन जान्थे। मान्छेले भन्छन् नि अहिले गणतन्त्रमा धेरै युवाहरू विदेशी भन्छन् नि है। नेपालले चाहिँ नि युवाहरू बेच्यो भन्छन् नि। त्यो बेचिने कार्य पहिलेदेखि हुन्थ्यो, त्यही बेलादेखि हुन्थ्यो है। हाम्रा बाबुहरू हाम्रा बाजेहरू इन्डियामा गएर इन्डियाका विभिन्न ठाउँमा कनौर, सिलाङ, कालापहाड लगायतका ठाउँहरूमा गएर पैसा कमाएर ल्याउँथे है। अहिलेकाहरू त हैन पहिले साउदी कटार गए, त्यसपछि चाहिँ युरोपका देशहरूमा, अहिले त 1.5 करोड लगानी गरेर अमेरिका पुग्छन् है तल्लो बाटो हुँदै। भनेपछि अहिलेको जीवन स्तर र पहिलेको जीवन स्तर कति फरक थियो। त्यो बेला त हाम्रो बाबुबाजेहरूले एक मुहर 50 पैसा कमाउँथे है। नुन बोक्न हाम्रा बाबुहरू बाजेहरू इन्डियाको सीमाना कोइलावास पुग्थे, 1 महिनापछि फर्किन्थे हैन। बाटोघाटो भनेको त्यही पृथ्वी राजमार्ग चाहिँ पूर्व पश्चिम त्यही त थियो नि हैन। अरु के थियो र बाटोको कुरा गर्ने भने। अहिले बाटो भन्ने हो भने सबै ठाउँमा प्रत्येक गाविस छोएको छ, प्रत्येक वडा छोएको छ अहिले। त्यस्तो छ है। त्यसैले गर्दाखेरि
राजाको पालामा कुनै हालतमा ठिक थिएन, गणतन्त्रको पालामा यति राम्रो छ है। राजाहरू त के गर्थे त्यो बेलामा, जनतालाई चाहिँ पढाइयो भने, जनताको छोराछोरीलाई पढाइयो भने भोलि चाहिँ हाम्रो शासन सत्ता नै घुम्छ भनेर उनीहरूले चाहिँ नि पढाउनतिर लाग्दैनथे हैन। स्कुललाई चाहिँ उ गर्ने हैन, राम्रो शिक्षा दिलाउनेतिर लाग्दैनथे। उनीहरू त जनताले उपार्जन गरेको एउटा उबाट कुट उठाएर खान्थे है, गाउँ मुखियाहरू मार्फत हैन, प्रधानहरू मार्फत है। जनतालाई यति चुस्थे कि त्यसको कल्पनै गरेनथे हैन। अहिले भन्छन् नि मान्छेहरूले एउटा राजा हटाएर धेरै छोटेहरू राजाहरू आयो भने, त्यो बेलामा त थियो नि है। प्रधानले सब कुट उठाएर खान्थ्यो, मुखियाले खान्थ्यो। अब त्यस्तो अवस्था थियो। यी राजाहरू त यस र आराम तरुनी गुमाउने, खाने, अनि नेपालको बजेटको 70% भन्दा बढी त उनीहरूले आफ्नो परिवारलाई नै के गर्थे त को निम्ति नै पालन पोषणको निम्ति छुट्यो। त्यस्तो अहिले त्यस्तो हुनुपर्छ त। कुनै नेताको अहिले बिचारा कुनै नेताहरू त करप्ट नगरेको नेताहरूको घर जलायो अहिले जेन्जीले है। त्यस्तो भयो हैन। यो देशको चाहिँ नि पुरातात्विक महत्त्व बोकेको मन्दिरको मूर्ति बेचेर चाहिँ नि तस्कर गरेका थिए। तस्करी तिनै थिए, दलाली तिनै थिए। त्यो बेलामा भ्रष्टाचार भएन भन्छन् नि, अहिले त भ्रष्टाचार छङ्गै देखिन्छ। त्यो बेलामा भ्रष्टाचारको त सीमा नै थिएन। त्यो बेला संसार थिएन है। थाहा पाए पनि बोल्न पाइँदैन थियो है। नमिता सुमिता काण्डमा है, प्रवीण गुरुङको काण्डमा कसैले के भन्न पाएर चुबल्न पाउने कारवाही गरिहाल्थ्यो राजा है हैन, जेल कोसिहाल्थ्यो, बोल्न पाइँदैन थियो, आवाज दबिएको थियो। तर त्यो राजा फालिसकेपछि 240 वर्षपछिको राजा छ फालिसकेपछि अहिले गणतन्त्रमा धेरै चिज आएको छ है। उसमा चाहिँ विभिन्न जाति लिङ्ग भाषा र विभिन्न वर्गहरूको चाहिँ नि अधिकार सुनिश्चित भएको छ संविधानमा। जातीय भेदभाव, लिङ्गीय भेदभाव हटेको छ है। सबैको चाहिँ नि समानुपातिक प्रतिनिधित्व चाहिँ हुन्छ चाहिँ सत्तामा है, प्रत्येक उसमा। यो भन्दा गणतन्त्रले धर्मनिरपेक्ष भएको छ। यो हरेक कुरा चाहिँ नि गणतन्त्रले दिएको छ। तर यहाँका शासकहरू, अहिलेका जो गणतन्त्रका शासकहरूले काम गर्न नसकेर हो। त्यसैले गर्दाखेरि हामीले राम्रो मान्छे चुन्न नसकेर हो र हामीले तिनीहरूलाई खबरदारी गर्न नसकेर हो यो त्यो अहिले चाहिँ भ्रष्टाचारको मौल आएको त। त्यसैले गर्दाखेरि हामी सही मान्छे चुनेको भए त्यो अवस्था आउँदैन थियो। त्यसैले यो व्यवस्था गलत होइन, यहाँका केही व्यक्तिहरू गलत भएको कारणले गर्दाखेरि यो अवस्था चाहिँ व्यवस्था चाहिँ असफल हुने सङ्घारमा छ। त्यही भएर यही व्यवस्थालाई चाहिँ बचाएर गणतन्त्रलाई चाहिँ मलजल गरेर अघि बढ्नुपर्छ। यो भन्दा उन्नत र राम्रो व्यवस्था कुनै छैन। यो बुझौँ सबैले।